सो वेलकम छ हजुरलाई मिस्टर कान्छाको च्यानलमा। यो कथा हो एउटा यस्तो आमाको जसले आफ्नो छोराछोरीलाई एउटा रुममा बन्द गरिदिन्छ। अब उनी बीच के हुन्छ र यिनको आमाले यिनीहरूलाई रुममा किन बन्द गरेकी हुन्छ, यो हामीले बुझ्नेछौँ हाम्रो आजको मुभीको एक्सप्लेनेसनमा। सो ढिलो नगरी सुरु गरिहालौँ। सो मुभीको स्टार्टिङमा हामीले हेर्छौँ एउटा परिवारलाई जसमा लौन स्वास्नी र चारवटा छोराछोरी छन्। लौनीको नाम साइला र स्वास्नीको नाम साइली। ठुलो छोराको नाम पुन्टे र ठुली छोरीको नाम पुन्टी र दुईटा साना छोराछोरीको नाम चुन्टे चुन्टे। यिनको बुवा साइला आफ्नो कामले गर्दा धेरै जसो बाहिर नै रहने गर्छ। धेरै दिनपछि साइला बाहिर आफ्नो कामबाट घर आएको छ। त्यही भएर सबैजना एकदमै खुसी छन्। साइलाले आफ्नो बुढी साइलीको लागि एकदमै महँगो गिफ्ट लिएर आएको छ। यहाँ हामीलाई थाहा लाग्छ कि साइलाको प्रमोसन भएको छ र यसैको खुसीमा यिनीहरूले आज राति पार्टी राखेका छन्। पार्टीमा साइला नआएर एउटा अफिसर आउँछ जसले भन्छ उसको बुढा साइलाको एउटा एक्सिडेन्टमा मृत्यु भइसक्यो। यो कुरो सुनेर साइली एकदमै सक हुन्छ र यसपछि ऊ डिप्रेसनमा गइहाल्छ। ठुली छोरी पुन्टीले आफ्नो आमालाई आएर सोध्छ कि अब हाम्रो अगाडिको प्लानिङ के छ। त्यहाँ साइलीले भन्छ कि एउटा यस्तो आइमीलाई काम कसले दिन्छ जो एउटा हाउसवाइफ हो र जसको चारवटा छोराछोरी छन्। साइलीले एउटा ठाउँमा चिठी पठाएछि तर उताबाट कुनै पनि रिस्पोन्स आएको छैन, जसले गर्दा साइली एकदमै स्याड छ। तर एक दिन उताबाट रिप्लाई आउँछ र यहाँ उसको खुसीको कुनै पनि ठिकाना हुँदैन। उसले आफ्नो छोराछोरीलाई भन्छ कि तिमीहरूको नाना नानीले हामीलाई घरमा बोलाएको छन् बस्नको लागि। त्यहाँ पुन्टीले भन्छ कि हजुरले त भन्नुहुन्थ्यो हाम्रो कुनै नाना नानी छैनन् भनेर। त्यहाँ साइलीले भन्छ कि जबबाट हामीहरूको बिहे भएको थियो तबबाट तिमीहरूको नाना नानीले हामीसँग कुरा गर्न छाडेका थिए, किनकि उनले तिमीहरूको बुवालाई मन पराउने थिएनन् र त्यही भएर तिमीहरूको बुवाले पनि यो चाहन्थेनन् कि तिमीहरूलाई यो कुरो थाहा लागोस् भनेर। अनि उसले यो पनि भन्छ कि मेरो लागि चारवटा छोराछोरीको बोझ उठाउन एकदमै गाह्रो छ, जबकि तिमीहरूको नाना नानी एकदमै धनी छन्। त्यसैले हामी चाँडैभन्दा चाँडै यहाँबाट गइहाल्नुपर्छ। यिनी सबैजना नाना नानीको घर पुग्छन्। छोराछोरीलाई यो ठाउँ मन परेको थिएन, किनकि यो ठाउँ एकदमै सुनसान र डरलाग्दो पनि छ। उसपछि हामीले हेर्छौँ उनीहरूको नानीलाई, जुन कि एकदमै रिसालु र सख्त खालकी बुढिया हो। उसले बच्चाहरूलाई भन्छ कि मलाई कसैको हल्ला सुनाइदिन भएन र तिमीहरूलाई यहाँ बस्ने भने मेरो रुल्सहरू फलो गर्नुपर्छ। यदि मेरो रुल्स कसैले तोड्यो उसले सजा पाउनेछ। उसले बच्चाहरूलाई यो पनि भन्छ कि तिमीहरूको आमा बाहिर जाँदा बित्तिकै मैले तिमीहरूलाई यहाँ बन्द गरिदिन्छु र बाहिरबाट ताला लगाइदिन्छु। पुन्टे र पुन्टीले आफ्नो आमालाई सोध्छन् कि यो कस्तो रुल हो र हामीले यहाँ बन्द किन गर्ने। उसको आमा साइलीले भन्छ कि तिमीहरूको नानाले यो कुरा थाहा छैन कि तिमीहरू यहाँ छौ भनेर, किनकि उनले तिमीहरूको बुवासँग धेरै नफरत गर्थे। त्यही भएर मैले तिमीहरूको बारेमा उनले केही भनिन। तर टेन्सन लिनु पर्दैन, उनी एकदमै बुढा भइसके। उनी कहिले पनि माथि सुइकिन सक्छन् र उनी सुइकेपछि यो प्रपर्टी हाम्रो नाममा हुन्छ। बच्चाहरूको बस कुनै अप्सन नभएर उनीहरूले आफ्नो आमाको कुरा मानिहाल्छन्। उनीहरूको आमा साइली बाहिर गएपछि त्यहाँ बुढिया आउँछ अनि बच्चाहरूलाई आफ्नो रुल्सहरू सम्झाउँछ। उसले भन्छ कि तिमीहरू यहाँबाट बाहिर जान पाउन्नौ र एउटा बाथरुमलाई दुईजनाले युज गर्न पाउन्न। तिमीहरूलाई 3 टाइमको खाना यहीँ मिलिहाल्छ र चुन्टे चुन्टी खेल्न चाहन्छन् भने माथि एउटा रुम छ, वहाँ गएर खेल्न सक्छौ। यो रुल्स सम्झाएर बुढिया गइहाल्छ। बुढिया गएपछि यिनीहरू माथि खेल्ने ठाउँ हेर्न जान्छन्। त्यो ठाउँ यिनीहरूलाई पिटिक्कै मन परेको थिएन, किनकि रुमको भित्र धेरै गन्दगी थियो। एक दिन खाँदाखेरि बच्चाहरूले हल्ला गरिदिन्छन् र त्यही बेला बुढिया पनि त्यहाँ आइहाल्छ। उसले भन्छ अब किनकि तिमीहरूले रुल तोडेका छौ त्यही भएर तिमीहरूलाई यसको सजा मिल्नेछ। यिनीहरूको आमा साइलीले सजाय आफूमाथि लिन्छ। बुढियाले साइलीको पिठमा चाबुकले बेसरी हान्छ र त्यो निशान बच्चाहरूलाई देखाउँछ। अर्को दिन ठुली छोरी पुन्टीले आफ्नो आमालाई सोध्छ कि नानाले हाम्रो बुवासँग नफरत किन गर्छन्। त्यहाँ उनको आमा साइलीले भन्छ कि तिमीहरूको नानाले मलाई धेरै माया गर्थे र म उनको एकदमै क्लोज थिएँ, जसले गर्दा तिमीहरूको नानीले मलाई मन पराउनिन्। एक दिन तिमीहरूको नानाले यो घरमा आफ्नो भाइलाई लिएर आएको थिए जसलाई मैले अङ्कल भन्न पर्ने थियो। उनको आमा बुवाको मृत्यु भएको थियो र उनी हेर्नमा पनि एकदमै ह्यान्डसम थिए, जसले गर्दा मैले उनलाई मन पराउन थालेँ र एक दिन हामीले भागेर बिहे गऱ्यौँ, जसले गर्दा तिमीहरूको नानाले मलाई जायदादबाट बाहिर निकालिदिए अनि तबबाट उनले हामीसँग नफरत गर्न थाले। यस्तै गरी 1-2 हप्ता बितिहाल्छ तर यिनीहरूको आमा साइली यिनीहरूसँग भेट्न आएकी छैन। यिनीहरूले दिन पत्ता लगाउनको लागि भित्तामा मार्क गरी निशान बनाउन थाले। एक दिन उनीहरूको आमा साइली उनीहरूसँग भेट्न आउँछ र ऊ हेर्नमा एकदमै खुसी थिए। त्यहाँ ठुली छोरी पुन्टीले आफ्नो आमालाई सोध्छ कि तपाईँले नानालाई हाम्रो बारेमा कहिले भन्नुहुन्छ। उनीहरूको आमा साइलीले भन्छ कि म यो काम कहिले पनि गर्न सक्दैन, किनकि यहाँ आउनभन्दा पहिला तिमीहरूको नाना र मेरो बिच एउटा कुरा भएको थियो। तिमीहरूको नानाले मलाई भनेका थिए कि यदि तेरो कोही छोराछोरी छैन भने त यहाँ आएर बस्न सक्छस् र त्यही भएर म तिमीहरूको बारेमा उनलाई केही भन्न सक्दैन। अब ठुली छोरी पुन्टीले आफ्नो साना भाइ बहिनीलाई आमाले जस्तै ख्याल गर्ने गर्छ, किनकि उनीहरूको आमा हप्ता महिनासम्म पनि यहाँ आउने गर्दैन।
र जब ऊ आउँछ उसले आफ्नो छोराछोरीको लागि थुप्रै गिफ्टहरू लिएर आउँछ। तर यो गिफ्टको यिनीहरूको लागि कुनै भ्याल्यु छैन, किनकि यिनीहरूले आफ्नो जिन्दगी यही एउटा रुमको भित्र घुटी घुटी बाँच्नु परेको छ। उसपछि उनीहरूको आमा साइलीले भन्छ कि आज राति यहाँ ठुलै पार्टी हुनेवाला छ, जहाँ उसका छोराछोरी पुन्टे पुन्टेले पनि पार्टीमा जानेको जिद गर्न थाल्छन्। त्यहाँ उनीहरूको आमा साइलीले भन्छ कि ठिक छ, तर तिमीहरूलाई लुकेर हेर्नुपर्छ भनेर उनीहरूलाई राति बाहिर लिएर आउँछ अनि पार्टीलाई टेबल मुनि लुकेर हेर्न भन्छ। पार्टीमा पुन्टे पुन्टेले पहिलोचोटि आफ्नो नानालाई पनि हेर्छन्। उनी एउटा व्हील चेयरमा थिए। राति पार्टी सिद्धिएपछि उनीहरूले आफ्नो आमा साइलीलाई एउटा अन्जान मान्छेसँग किस गरेको हेर्छन्। यो सिन हेरेर ठुली छोरी पुन्टी त्यहाँबाट आफ्नो रुममा गइहाल्छ। तर ठुलो छोरो पुन्टेले घर हेर्न चाहन्थ्यो, त्यही भएर ऊ फर्केर आएर घर हेर्न थाल्छ। राति यो कुरा जब उनीहरूको आमा साइलीलाई थाहा लाग्छ तब उसले आफ्नो छोरा पुन्टेलाई एक थप्पड हान्छ ताकि यो गल्ती उसले फेरि नगरोस् भनेर। एक दिन पुन्टेले अडल्ट म्यागजिन हेरिरहेको थियो जहाँ उसको बहिनी पुन्टीले उसलाई हेरिहाल्छ अनि यो कुरा आफ्नो आमा साइलीलाई पनि भन्छ। उसको आमा साइलीले उसलाई सम्झाउँदै भन्छ कि उमेर जसरी जसरी बढ्दै जान्छ उसको भित्र धेरै चिजहरू पनि फेरिँदै जान्छ, कि मान्छेलाई जब वयस आउँछ उसको भित्र इन्टिमेटको फिलिङ पनि आउँदै जान्छ। उसको आमा साइलीले यो कुरा बुझाउँदै उसलाई एउटा ड्रेस दिन्छ लाउनको लागि। एक दिन पुन्टीले त्यो ड्रेस ट्राई गरिरहेको थिए। त्यहाँ उसको भाइ पुन्टेले उसलाई हेरिहाल्छ अनि उसलाई यो ड्रेसमा हेरेर उसको भित्र फिलिङ जाग्न थाल्छ। तर त्यहाँ उनीहरूको नानी आइहाल्छ अनि उसले भन्छ कि तिमीहरू त आफै एकअर्कासँग झेगाझेग गर्न थाल्यौ भन्दै पुन्टीलाई उसको कपाल काट्नेको सजाय दिन्छ। राति सुतेको बेला नानीले पुन्टीको कपालमा केही यस्तो जेल लगाइदिएकी थिए जसले गर्दा उसको भाइ पुन्टेले उसको कपाल काट्न थाल्छ। कपाल काट्दा दुईजना एकदमै नजिक थिए जसले गर्दा दुईजनामै इन्टिमेटको फिलिङ जाग्न थाल्छ। एक दिन उनीहरूको आमा साइली उनीहरूसँग भेट्न आएकी थिए। ऊ 5 महिना बाद आफ्नो छोराछोरीसँग भेट्न आएकी थिए। उसले भन्छ कि उसले बिहे गरिसकी र ऊ हनीमुनमा गएकी थिए, त्यही भएर उसलाई यत्रो टाइम लाग्यो। यहाँ दुईजना आफ्नो आमा साइलीसँग धेरै रिसाउँछन् अनि उसले धेरै कुरा सुनाउँछन्। उनीहरूको आमा साइलीले उनीहरूलाई मनाउनको लागि नानीको हातबाट डोनट्स पठाउँछ उनीहरूको लागि। त्यहाँ दुईजनाले मौकाको फाइदा उठाउँदै नानीसँग तिजोरीको चाबीको प्रिन्ट लैहाल्छन् लुकाएर अनि त्यो प्रिन्टबाट चाबी बनाएर लुकी लुकी पैसा चोर्ने गर्छन्। एक दिन यस्तै यिनीहरूले तिजोरीबाट पैसा चोर्दै थिए कि तिजोरीमा यिनीहरूले झेगाझेगको किताब भेटाउँछन्। दुईजनाले त्यो एडल्ट किताब हेरेर उनीहरूको भित्र इन्टिमेटको फिलिङ जाग्न थाल्यो अनि दुईजनाले नै कन्ट्रोल गर्न सकेनन्। दुईजनाले एकअर्कासँग झेगाझेग गर्न थाल्छन्। एक दिन उनीहरूको सानो भाइ चुन्टे लास्टै बिमार भएको हुन्छ, जहाँ उनीहरूको आमा साइलीले नचाहेर पनि उसलाई हस्पिटल लिएर जान पर्छ। अर्को दिन उनीहरूको आमा साइली आएर भन्छ कि हाम्रो चुन्टे बितिसक्यो, उसलाई फुड पोइजनिङ भएको थियो। अब सुस्तरी सुस्तरी सबैजना बिमार भइरहेका छन्। उनीहरूको पास उनीहरूले चोरी गरेको यति पैसा त थियो कि उनीहरू यहाँबाट भाग्न सकुन्। तर एक दिन चुन्टीले हेर्छ कि उनीहरूले खाने डोनट्स एउटा मुसाले खाएर मर्यो अनि यहाँ हामीलाई थाहा लाग्छ कि उनीहरूको आमा साइलीले उनीहरूलाई मार्न चाहन्छ, किनकि ऊ आफ्नो भर्खर बिहा भएको लौनीसँग जीवन बिताउन चाहन्छ। त्यहाँ उनीहरूको नानी उनीहरूको लागि खाना लिएर आउँछ। मौकाको फाइदा उठाउँदै उनीहरू यहाँबाट भाग्न थाल्छन्। जाँदा जाँदै उनीहरूले सबै लाइट बन्द गरिदिन्छन् अनि चारैतिर अँधेरो नै अँधेरो हुन्छ, किनकि उनीहरूलाई थाहा छ उनीहरूको नानी अँधेरोसँग एकदमै डराउँछ भनेर। नानी डराउँदै भन्छ कि प्लिज लाइट अन गरिदियो। त्यहाँ पुन्टेले भन्छ कि किन, तिमीले त हामीलाई मार्न चाहन्थ्यौ होइन। नानीले भन्छ कि तिमीहरूलाई मार्नेको प्लान तिम्रो आमाको थियो, उसले नै डोनट्समा जहर मिलाएर मेरो हातबाट पठाएको। अब यो कुरा थाहा भएर पुन्टे पुन्टीलाई केही फरक परेन, किनकि उनीहरूको लागि त उनीहरूको आमा पहिल्यै मरिसकेकी थिए। उनीहरू त्यहाँबाट भाग्न सफल भए र एउटा ट्रेनमा पनि चढिहाल्छन्। र यसैको साथमा यो मुभी यही दि एन्ड हुन्छ। सो आई होप गाइज हजुरहरूलाई मेरो एक्सप्लेनेसन मन पर्यो होला र आजको यो मुभीको कथा पनि। सो मन परे लाइक त गरेर जानु होला अनि मसँग अर्को नयाँ भिडियोमा भेट्न चाहनुहुन्छ भने यो च्यानललाई सब्सक्राइब गरेर जानुहोला। सो त्यसो भन्दै म मिस्टर कान्छा फेरि भेट्नेछु अर्को नयाँ भिडियोमा। तब सुन्नुको लागि धन्यवाद।